नमस्कार, म बिबी सिंह है। मलाई फलो गर्ने साथीहरूले त थाहा पाइसक्नु भएको छ होला। म अहिले मेरो विगतमा 13 वर्षदेखि काम गरेर आएको जो E9 भिजामा आएर अहिले F27 भिजा हुने बेलासम्म रेगुलर काम गरेर आएको कम्पनी छोडेर अहिले म नयाँ कम्पनीमा गएको छु, हाना बैंकमा गएको छु। र पहिला चाहिँ मैले आफ्नो कामभन्दा बाहिरको तपाईहरूले आफूले जानेको कुराहरू सेयर गर्दै आएको छु। म अब यस्तो ठाउँमा पुगेको छु तपाईहरूसँग अझै नजिक हुने, तपाईहरूका समस्या सुन्ने, तपाईहरूका गुनासा सुन्ने, तपाईहरूकै सेवा गर्ने ठाउँमा पुगेको छु। अब तपाईहरूमा अझै नजिकसँग कनेक्ट हुन्छु जस्तो लाग्छ। र तपाईहरूले थाहा पाए जस्तै अब मैले चाहिँ हाना बैंकको हाना रेमिट विभागमा विशेष गरी रेमिटेन्स मैले हेर्छु। मसँगै काम गर्ने एकजना बहिनी पनि हुन्छ। हामी दुईजना मिलेर अब नेपाली कम्युनिटीमा चाहिँ हाना रेमिट अहिलेसम्म चाहिँ धेरैजना साथीहरूलाई चाहिँ हाना बैंकबाट रेमिट गर्न सकिन्छ, नेपाल पैसा पठाउन सकिन्छ सस्तोमा भन्ने धेरैजनालाई थाहा छैन है। यो कुरा चाहिँ तपाईहरुमाझ पुर्याउन चाहिँ हामी एकदमै लागि पर्नेछौँ। र त्यसै अन्तर्गत अब मैले यो भिडियोमा चाहिँ तपाई हामीले मोबाइलबाट कसरी रेमिट गर्न सकिन्छ भनेर म यो भिडियो बनाइदिन्छु। धेरैजना साथीहरूले सोध्नुहुन्छ, अझ कतिपय त नेपालबाटै एकाउन्ट खोल्नु भएको छ, उहाँले चलाउनु नै भएको छैन, यो कसरी एक्टिभ गर्ने के गर्ने भनेर सोध्नुहुन्छ। तपाई हामीलाई त्यो हाना बैंक सम्बन्धी जुन सुकै समस्या सोध्न सक्नुहुन्छ। भिडियोको लास्टमा उहाँ बहिनीको र मेरो फोन नम्बर राखिदिनेछु। विशेष गरी अफिस टाइममा गर्नु भने एकदमै उठ्न सक्छ। अरु टाइममा चाहिँ किनभने त्यो अफिसको नम्बर र दुईटा नम्बर सँगै बोक्न अलि गाह्रो भएको कारणले हामी कल ब्याक चाहिँ गर्छौँ। हाना बैंक नेपाल भन्ने फेसबुक पेज छ, तपाई त्यता पनि कनेक्ट गर्न सक्नुहुन्छ। र म यो भिडियोमा चाहिँ तपाई हामीले मोबाइल एपबाट हानाको हाना इजेड भन्ने एप्लिकेसनबाट कसरी रेमिट गर्न सकिन्छ भन्ने यो भिडियो बनाउने छु। र तपाईहरुले अहिलेसम्म हाना बैंक चलाउनु भएको छ तर नेपाल रेमिट गर्नु भएको छैन, यो भिडियो लास्टसम्म हेर्नुहोला। र जो साथीहरु अहिलेसम्म अरु रेमिटेन्स युज गर्नु भएको थियो बैंकबाट हाना बैंकबाट चाहिँ रेमिट गर्नु भएको छैन, एकपल्ट ट्राई गर्नलाई पनि यो भिडियो हेर्न सक्नुहुन्छ। र आफ्नो साथीहरुलाई चाहिँ धेरैभन्दा धेरै शेयर गर्नुहोला। र नबुझेको कुरा कमेन्ट गर्न सक्नुहुन्छ। फोन नम्बरको यो भिडियोको लास्टमा मैले फोन नम्बर दिन्छु भनेको छु, त्यहाँ पनि तपाईहरुले डाइरेक्ट कल गर्न सक्नुहुन्छ। अब हामी ढिलो नगरेर यो भिडियोतिर लागौँ है त। अब त्यसको लागि तपाईले सुरुमा चाहिँ गुगल प्ले स्टोर अथवा तपाईको आइफोन हो भने एप्पल प्ले स्टोरमा गएर चाहिँ हाना इजेट हाना उन्याङ हेवे संगुम छन्याङ स्मार्ट फोन बैंकिङ भन्ने एउटा एप्लिकेसन छ। यो लोगो भएको तपाई हेर्न सक्नुहुन्छ। यसलाई चाहिँ तपाईले इन्स्टल गर्नुपर्ने हुन्छ। र इन्स्टल गरिसकेपछि यतैबाट ओपन गर्ने, कतै मैले यतैबाट डाइरेक्ट ओपन गरे। ओपन गरिसकेपछि तपाईले यसरी तपाईको एक्सेस माग्छ, फोन नम्बर, स्टोरेज, लोकेसन र क्यामेरा, यो चारवटा कुरा एक्सेस माग्छ। तपाईले ओके गर्ने। ओके गरिसकेपछि अनि यसरी खुल्छ हाना इजेड भनेर। सुरुमा मैले अघि भन्थे नि साइन अप गर्नुपर्ने हुन्छ भनेर। तपाई यहाँ साइन इन बटन छ, यहाँ साइन अपमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि चाहिँ अनि यहाँ क्लिक गरिसकेपछि चाहिँ अनि तपाईको यस्तो ओपन खुल्छ है। यो ओपन खुल्छ। ओपन गरेपछि फेरि फरेनर भन्ने आयो, फरेनर भनेर चुज गर्नु होला। चुज गरिसकेपछि चाहिँ यसरी ओपन हुन्छ। अब दुई तरिकाले तपाईहरुले साइन अप गर्न सक्नुहुन्छ है। आई अब मोबाइल नम्बर रजिस्टर विथ माई रेसिडेन्ट कार्ड, तपाईको कार्डमा रजिस्टर भएको मोबाइल नम्बरबाट इन्जुङ गर्नु, भेरिफिकेसन गर्नुको लागि। अर्को कुरा आई डोन्ट या मोबाइल नम्बर रजिस्टर विथ माई रेसिडेन्ट कार्ड भन्ने यसबाट चाहिँ तपाईको जुन सेक्युरिटी ओटीपी कार्ड दिएको हुन्छ नि, हो त्योबाट पनि गर्न सक्छ। तर सजिलो लागि तपाई हाम्रो नाममा मोबाइल नम्बर रजिस्टर भएको भए चाहिँ सजिलो भयो। यसमा मैले यो यसमा क्लिक गरे। क्लिक गरिसकेपछि तपाईले भेरिफिकेसन गर्नुहुन्छ मोबाइलबाट। यसमा टिक लगाउने। टिक लगाइसकेपछि रिकमेन्डेडको नाम लेखिरहनु, त्यसपछि ओके गर्नुभयो हुन्छ है। ओके गरिसकेपछि अनि यसमा तपाईको डेट अफ बर्थ र तर हानाको बैंक एकाउन्ट नम्बर राख्नुपर्ने हुन्छ। यो राख्नु होला। मैले यो राखिसकेपछि ओके गरे। गरिसकेपछि चाहिँ तपाईको एकाउन्टको पासवर्ड राख्नु होला। यो राखिसकेपछि यहाँनिर ओटीपी आउँछ है। यो यस्तो ओटीपी कोड नम्बर तपाईसँग हुनुपर्छ, बैंकबाट दिएको हुन्छ। आइडी खोलिसकेपछि एकाउन्ट खोलिसकेपछि यो ओटीपी कार्ड तपाईले लिइराख्नु होला। यहाँ राखिसकेपछि अनि तपाईको कतिवटा नम्बर जो जस्तो पछाडी 28 को पछाडीको 15 को अगाडिको भनेर यहाँ माग्छ। मागिसकेपछि अनि तपाईले यो दुई प्रकारले एथेन्टिकेसन भेरिफिकेसन गर्नुपर्छ। एआरएस एथेन्टिकेसन अथवा यो खोङदोङ इन्जुङ भन्ने हुन्छ। मैले चाहिँ एआरएस एथेन्टिकेसन सबभन्दा सजिलो भनेको। फोन नम्बर देखियो, देखिसकेपछि अनि तपाईको तल आउँछ। तल आइसकेपछि ओके गर्ने। ओके गरिसकेपछि यसरी कल आउँछ, हाना उन्याङ खोगे सेन्टरबाट कल आउँछ। कल आइसकेपछि यसमा चाहिँ के सोच्छ भने तपाईको त्यो जुन नम्बर देखो नि त्यो नम्बर प्रेस गर भन्छ। अनि प्रेस गरेपछि अटोमेटिक कल क्यान्सल हुन्छ। त्यसपछि तपाईले ओके गर्नुभयो भने यो कम्प्लिट भयो है। अनि त्यसपछि तपाईलाई चाहिँ 6 डिजिटको चाहिँ
पासवर्ड राख भन्छ, मोबाइल ब्याङ्किङ पासवर्ड भनौँ न, सबभन्दा सजिलो है। अनि यो 6 डिजिट 2 चोटि राख भन्छ ल। अनि त्यस पछाडि तपाईँको रजिस्ट्रेसन चाहिँ कम्प्लिट भयो। हाना इजेट एप्लिकेसनमा तपाईँको बैंक एकाउन्ट भए पनि हाना इजेट एप्लिकेसनमा चाहिँ अब तपाईँले साइन अप गर्नुभयो, त्यो तपाईँको एकाउन्ट चाहिँ यो हाना इजेट एप्लिकेसनमा चाहिँ कनेक्ट भयो। अहिलेसम्मको प्रोसेस है यो कम्प्लिट भइसके पछाडि चाहिँ अब कसरी पैसा पठाउने, नेपाल कसरी पैसा पठाउने भने नेपाल रेमिट गर्ने तरिका यो हेरौँ है। यहाँ भइसके पछाडि चाहिँ अनि तपाईँले सुरुमा यहाँ लगइन भनेर आउँछ, सुरुमा लगइन भनेर आइसके पछाडि चाहिँ यहाँ लगइनमा क्लिक गर्नु होला। यहाँ क्लिक गरिसके पछाडि अनि तपाईँको यहाँ अघि जुन मैले इजी पासवर्ड भन्थेँ नि 6 डिजिटको त्यो राख्नु होला, अथवा सेलेक्ट लगइन मेथड गरेर तपाईँको फेसबाट इन्जुम गर्ने अथवा छिमुन गर्ने है, फिङ्गरप्रिन्ट गर्ने, यहाँबाट तपाईँ लगइन त्यो फर्मेट पनि चेन्ज गर्न सक्नुहुन्छ। मैले चाहिँ अहिले इजी पासवर्डबाटै राखेँ। त्यस पछाडि यहाँ लगइन भयो। लगइन भइसके पछाडि यहाँ हेर्नुहोस् त, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ ट्रान्सफर, यो भनेको डोमेस्टिक ट्रान्सफर भयो। अनि रेमिटेन्स अनि मेनु भन्ने छ। अहिलेको लागि हामी रेमिटेन्स गर्ने तरिका सिकिरहेको कारणले गर्दा रेमिटेन्समा क्लिक है। रेमिटेन्स अथवा यो माथि भनेको यो डलर भन्ने साइन छ नि हो, यस भनेको चाहिँ रेमिटेन्स हो, ओभरसिज रेमिटेन्स भन्ने। अनि रेमिटेन्समा क्लिक गर्नु होला। क्लिक गरिसके पछाडि यहाँनिर कन्सेन्ट टु अल टर्म एन्ड कन्डिसनमा क्लिक गरिसके पछाडि चाहिँ अनि तपाईँले आई एग्रीमा क्लिक गरिसकेपछि यो विन्डोज खुल्छ। यो विन्डोज भनेको के हो, रजिस्टरिङ गरेर पासपोर्ट इन्फर्मेसन एडभाइस मिस्टेक ओभरसिज रेमिटेन्स इजियर भन्ने छ नि। त्यसको लागि चाहिँ कतिपय साथीहरूको चाहिँ कस्तो हुन्छ, एकाउन्ट खोल्नु भएको हुन्छ, बिचमा पासपोर्ट चेन्ज गर्नु भएको छ नि, उहाँहरूलाई चाहिँ यस्तो खुल्छ। यस्तो खुल्सके पछाडि चाहिँ तपाईँले केवाइसी फर्म अपडेट गर्नुपर्ने हुन्छ बैङ्कमा। सजिलो भनेको तपाईँले गरेर राख्नु भएको छ, तपाईँ बैङ्क नजिकै छ, टाइम छ भने आइडी कार्ड, पासपोर्ट र छेजिमेङ यो 3टा कुरा लगेर नजिकको हाना बैङ्कमा जानुभयो भने पासपोर्ट अपडेट गरिदिन्छ। तर तपाईँ गाउँघरमा हुनुहुन्छ, टाढा हुनुहुन्छ, तपाईँको सेलरी चाहिँ हाना बैङ्कमै आउँछ होइन, अनि भने चाहिँ त्यस्तो अवस्थामा जान सक्ने टाइम छैन भने तपाईँ हामीले कल गर्न सक्नुहुन्छ, हामीलाई डकुमेन्ट पठाउनु सक्नुहुन्छ, हामीले पनि गरिदिन सक्छौँ। तर अलिक टाइम लाग्छ, किनभने धेरैजना साथीहरूको हुन्छ, हामीले तपाईँको सट्टामा फर्म भरेर पठाउनु पर्ने हुन्छ, अलिक टाइम लाग्छ। तर तपाईँसँग टाइम छ भने तपाईँले आइडी कार्ड, पासपोर्ट र छेजिमेङ यो 3टा कुरा लगेर नजिकको हाना बैङ्कमा गयो भने तपाईँको पासपोर्ट अपडेट एजुस्यो भन्यो भने उनीहरूले बुझ्छ, तपाईँको पासपोर्ट अपडेट हुन्छ। अनि यो विन्डो चाहिँ खुल्दैन है। यो मैले जो साथीहरूको पासपोर्ट अपडेट गर्नुपर्छ उहाँहरूको चाहिँ बिचमा यस्तो आउँछ भनेको। अनि यो भइसके पछाडि अनि यसरी टर्म एन्ड कन्डिसन आउँछ, जसको पासपोर्ट भएको छ उहाँहरूको त्यो बिचमा आउँदैन। अनि त्यसपछि आई एग्रीमा गरिसके पछाडि चाहिँ यहाँ हेर्नुहोस् है, बिगिन ओभरसिज रेमिटेन्स भनेर यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसके पछाडि चाहिँ अनि पछि एड गर्नुहोस् न रिसिप्ट अथवा न्यू रेमिटेन्स। मैले न्यू रेमिटेन्स गरेँ पहिलोचोटि भएको कारणले गर्दा। अनि यहाँ हेर्नुहोस् 2 प्रकारको आयो, हेर्नुहोस् है, तपाईँ याद गर्नु होला, डाइरेक्ट रेमिटेन्स र अरू एकाउन्ट रेमिटेन्स भन्ने छ। यसको लागि चाहिँ सकेसम्म एकाउन्ट रेमिटेन्स नगर्नु है, तपाईँ डाइरेक्ट रेमिटेन्स गर्नु होला। यसमा क्लिक गरिसके पछाडि अनि तपाईँको डाइरेक्ट रेमिटेन्स हुन्छ। अनि यसमा चाहिँ रिसिभरको नाम हेर्नुहोस् है, कुन सेलेक्ट रिसिभिङ मेथड बैङ्क अथवा पिकअप भन्ने हुन्छ। त्यसपछि तपाईँको गिभन नेम, त्यसपछि फ्यामिली नाम राख्ने, अथवा फ्यामिली नाम त कसैले त फ्यामिलीको आफ्नो श्रीमतीको नाम राख्नुहुन्छ, यो चाहिँ विचार गर्नु होला। माथिपट्टि चाहिँ तपाईँको नाम लेख्ने हो, जस्तो के कमल प्रसाद छ भने प्रसाद लेख्ने, तल फ्यामिलीको तिवारी छ भने या तिवारी या केही पनि लेख्ने है। अनि त्यहाँ नेपालको फोन नम्बर कुनै पनि राख्नुभयो हुन्छ। त्यस पछाडि यो डिटेल भर्नु होला। मैले बैङ्क पिकअप गरेँ अनि मैले यहाँ सबै डिटेल भर्छु। डिटेल भरिसके पछाडि चाहिँ तपाईँ राख्नु होला, सकेसम्म मिस्टेक नगर्नु होला। कतिपय साथीहरूले थोरै कुराहरू मिस्टेक भयो भने तपाईँको नेपालमा पैसा जाँदैन। त्यो अवस्थामा चाहिँ तपाईँ हामीलाई कल गर्न सक्नुहुन्छ। तपाईँको रोकिएको छ, के कारणले पैसा रोकिएको छ भने हामी कल गर्न सक्नुहुन्छ, हामीले चाहिँ त्यो प्रोसेस गरिदिन सक्छौँ है त। यहाँ क्लिक गरिसके पछाडि मैले सबै फर्म भरेँ। यो भर्सी चाहिँ मैले चाहिँ आफ्नै एकाउन्टमा पठाउँदैछु। मैले कति टाइममा पुग्छ भनेर त्यो पनि तपाईँहरूलाई देखाउने छु है त, कति टाइम लाग्दो रहेछ। मैले सब फर्महरू भरेँ, यो डिटेल यो भर्सिए पछाडि चाहिँ अनि यहाँ हेर्नुहोस् है, सिलेक्ट अफ बैङ्क भनेर आउँछ। कतिपय साथीहरू त बैङ्कको नामै भेट्नुहुन्न, जस्तो मैले ग्लोबल आइएमई छ भने GLO मात्र लेखेर सर्च गर्नु भन्ने आउँछ है। जस्तो कुमारी बैङ्क छ KUMARI कुमारी मात्र लेख्दा आउँछ। NMB बैङ्क छ NMB भनेर सर्च गर्नु आउँछ। मैले चाहिँ यहाँनिर आइएमई भनेर सर्च गर्ने, ग्लोबल आइएमई भनेर यहाँ 2टा देखायो। आइएमई चाहिँ किन रहेछ भने एउटा ग्लोबल आइएमई एउटा कमर्सियलको यहाँनिर कता छ, यहाँ छ प्राइमको आइएमई PRIME छ नि, यसरी देखेँ। मैले चाहिँ ग्लोबल आइएमई भएको कारणले ग्लोबल आइएमई चुज गरेँ। अनि यसमा डिटेल देखायो मेरो। त्यसपछि नेक्स्ट गर्ने, यहाँ सबै डिटेल फर्म भर्नु होला के हो कति हो भनेर। अनि त्यस पछाडि बल्ल तपाईँको रेट देखिन्छ है। हेर्नुहोस् अब कति पैसा पठाउने, कति रेट भनेर आयो। तर यो सुरुको अवस्थामा तपाईँले एकचोटि रेमिटेन्स गरिसक्नु भएको छ भने रेट मात्रै हेर्ने हो भने
तपाईँको रेमिटेन्स पहिलाको रेकर्ड देखिन्छ, त्यो रेकर्डमा चाहिँ रिपिट भनेर क्लिक गर्नु भने तपाईँको डाइरेक्टै रेमिट हेर्न सक्नुहुन्छ है। यहाँनिर डाइरेक्ट आउँछ। अब मैले यहाँनिर ओके गर्ने, ओके गरिसके पछाडि यहाँनिर 5 लाख जस्तो मैले नेपाली 5 लाख पठाएँ है त। यहाँनिर 5 लाख यसरी क्लिक गरेँ। क्लिक चाहिँ एकचोटिको लागि चाहिँ तपाईँको इस्टिमेटेड भनेर यो 3000 हुन्छ यहाँको बैङ्कले लगिजाने हो र $1 चाहिँ नेपालको बैङ्कले लैजाने हो है। त्यही भएर यो तलमाथि हुनसक्छ, ठ्याक्कै आउँदैन, कहिलेकाहीँ तल हुन्छ कहिले माथि डलर रेट अनुसार। अनि नेक्स्ट गरेँ, एकचोटि लाग्ने हो तपाईँको। अनि मैले नेक्स्ट गरेँ। नेक्स्ट गरिसके पछाडि हेर्नुहोस् है कम्प्लिट भयो, केही पनि मागेन। त्यसपछि ओके कम्प्लिट भयो। हेर्नुहोस् है टाइम हेर्नुहोस् है 3:52 कम्प्लिट भयो है। अब मैले नेपालको मैले टाइम देखाएँ र अब नेपालमा चाहिँ कतिजना पुग्दो रहेछ मैले तुरुन्तै 3:53 भयो। अर्को एप्लिकेसन खोल्दा त्यसमा पासवर्ड राख्दाखेरि 1 मिनट त गयो होला। गएपछि मैले यसरी ओपन गरेँ। ओपन गर्न साथ अनि यहाँ हेर्नुहोस् त तुरुन्तै यहाँ रेमिटेन्स मैले फेरि पनि टाइम देखाउन क्लोज गरेर र तुरुन्तै यहाँ हेर्नुहोस् त तपाईँको रेमिटेन्स पेमेन्ट भनेर सानिमा बैङ्कबाट चाहिँ हाम्रो चाहिँ अहिले सानिमा बैङ्क छ नेपालको। तपाईँको यहाँको सिस्टमले चाहिँ हाम्रो सानिमा बैङ्क छ, सानिमाको सिस्टमले चाहिँ नेपालभरि डिस्ट्रिब्युट गर्छ। हाम्रो सानिमा बैङ्क थ्रु जान्छ र अहिले हामी नेबिलमा पनि कुरा हुँदैछ, सायद नेबिल थ्रु पनि हुनसक्छ। अहिले चाहिँ हेर्नुहोस् त बैङ्कमा 1 मिनटमा विदिन भनौँ न, त्यो त अब कति सेकेन्डमा गयो होला, तर अब ओपन गर्दा 1 मिनट चाहिँ देख्यो है। यहाँ पैसा पुगिसकेको रहेछ। अब यही एप्लिकेसनबाट तपाईँले डोमेस्टिक पनि ट्रान्सफर गर्न सक्नुहुन्छ है। सजिलो छ डोमेस्टिक ट्रान्सफर गर्ने तरिका। यो डोमेस्टिक तपाईँले ट्रान्सफर गर्ने तरिका सुरुमा डोमेस्टिक ट्रान्सफर भनेर आउँछ, त्यसमा चाहिँ एकाउन्ट नम्बर राख्ने। मैले मेरो एकाउन्ट नम्बर चाहिँ मोबाइल नम्बर राखेको छु। यो पनि सिकाउँछु म तपाईँहरूलाई पछि है। अब हाना बैङ्कको मैले कुन बैङ्क हो भनेर चुज गरेँ, यहाँ आइबिके भनेर चुज गरेँ। त्यसपछि नेक्स्ट गरेँ। अनि नेक्स्ट गरेपछि कति पठाउने भने तपाईँहरूलाई सजिलोलाई मैले मानवन भनेर राखिदिएँ। अनि मानवन राखेपछि नेक्स्ट गर्ने, कुन बैङ्कको नाम देखेर ट्रान्सफर गर्ने। यो डिटेल चेक गर्नु होला, ट्रान्सफर गरेर ओके भइसकेपछि डोमेस्टिक ट्रान्सफर पनि यहीँबाट हुन्छ। तपाईँले सबै कुरा हुन्छ। अब तपाईँहरूले बैङ्क र रेमिटेन्स युज गर्नुमा धेरै फरक हुन्छ, किनभने यो त ठुलो संस्था हो होइन। तपाईँको पछिसम्मको रेकर्डको लागि पनि बैङ्कहरू चाहिँ अब कहिले डुब्ने बन्द हुने भन्ने प्रयास हुँदैन। रेमिटेन्सको भने त कति बेला आउने जाने भइरहेको हुन्छ है। त्यही भएर बैङ्क भनेको बैङ्क थ्रु नै हो। अब लङ टाइम तपाईँहरू कोरियामा बस्नुहुन्छ भने सकेसम्म ठुलो बैङ्कहरूलाई चाहिँ तपाईँले गर्नुभयो भने भोलि तपाईँहरूको सेक्युरिटीको लागि पनि राम्रो हुन्छ जस्तो लाग्छ। ल आजलाई यति नै। भिडियो लास्टसम्म हेरिदिनु म धेरै धेरै धन्यवाद। अझै पनि तपाईँहरूलाई हाना बैङ्क सम्बन्धी कुनै पनि समस्या भए कृपया कल गर्न सक्नुहुन्छ। विशेष गरी अफिस टाइममा गर्नु भने हाम्रो कामै फोन उठाउने हो। हामी अझै कल ब्याक पनि गरौँला है। उहाँ बहिनीको फोन नम्बर र मेरो फोन नम्बर मैले यहाँ राखिदिएको छु। अरू टाइममा पनि नउठ्ने भन्ने चाहिँ होइन, त्यो फेसबुक पनि राखिदिनेछु। उहाँ बहिनीले चलाउनुहुन्छ। म चाहिँ कल म्यासेजहरू चाहिँ प्राय गर्छु। अब अरू बेलामा उठेन भने नसोच्नु होला। अरू टाइममा तपाईँले कल गर्नु भने अफिस टाइममा म रिप्लाई गरौँला है। किनभने अब दुईवटा फोन नम्बर सँगै बोकेर हिँड्न सकिँदैन। मेरो पर्सनल नम्बर पनि तपाईँहरूलाई थाहा नै छ होला, त्यहाँ पनि कल गर्न सक्नुहुन्छ। मैले जानेको कुराहरू अहिलेसम्म तपाईँहरूलाई सिकाउँदै आइरहेको थिएँ। अब प्लस हाना बैङ्कको कुराहरू पनि तपाईँहरूलाई A to Z सेयर गर्दै जान्छु। हाना बैङ्क सम्बन्धी मलाई सब्सक्राइब र फलो गर्न नभुल्नु होला। हवस् त, धन्यवाद है त।